Welcome back. Welcome back to my channel, guys. Long time no see. हैन आज चाहिँ हामी घुम्न जान लागेको हामी हैन पहिला सुरु त ममा त घुम्न जान लाग्थ्यो हैन अनि अचानक प्लान भएको घुम्न नि के मन्दिर जान लागेको हामी मैले अहिले भर्खर जलेश्वरी मन्दिर आएको त्यहाँ झन्डै छुटेको नि अटो र गाडी कति प्याकाको आम्मामा झुन्डेर आइहाल्यो भने धन्न मैले चाहिँ सिट पाएँ म राम्री मान्छेले पाइहाल्छु नि सिट अनि घुम्न जान लागेको मान्छे चाहिँ सरप्राइज छ अहिले म भन्छु है अहिले म पनि पाकाहरू भन्छु अनि पहिला सुरु चाहिँ म मात्र जान लाग्थेँ नि सागा हैन फर्स्ट टाइम सागा जान लागेको म यहीँको मान्छे नि यहीँको मान्छे त्यही जाने नि फर्स्ट टाइम जान लागिरहेको छु म हैन कति पछि नि हैन फर्स्ट टाइम अनि डोन्ट माइन्ड दिस गाइज हैन म ओप्पा बनिदिएको छु अहिले हो किन भन्दाखेरि BTS इज ब्याक गाइज ब्याक दिस एरा इज BTS एरा गाइज भर्खरै चाहिँ त्यो हुन्छ नि बाइकमा त्यो भ्लगरहरूको त्यो यस्तोमा गोब्रो बोकेर अनि भ्लग गर्ने बाइक माई ड्रिम बाइक है माई ड्रिम यसरी घुम्ने दिन कहिले आउँछ यताबाट सायद उहाँहरू के अरे मुस्ताङ जान्ला होला अपन मुस्ताङ उता यताबाट मेलम्चीबाट उता माथितिर जानु मिल्छ मेबी 5 पोखरी पनि हुनसक्छ मेरो चाहिँ त्यसरी डुल्ने दिन कहिले आउला होइन अहिले यहीँको त्यहीँ पनि डुल्ने दिन पनि आएको छैन अब त्यसरी डुल्ने त मेरो सपना नै हुन्छ हाम्रो सरप्राइज मान्छे चाहिँ आउँदैछ लाछेर तल हेर्दै गाइस हाम्रो पाउ यहाँ छ अर्को साथी यहाँ छ यता हेर न हेर लजालु छ अलिअलि हेलो यो चाहिँ अलिक भुत्नी नै भइरहेको छ मलाई अलिक पछाडिको भ्यू यस्तो थियो सागा भनेर सबैलाई पनि थाहा छ मलाई मात्र थाहा छैन मलाई मात्र थाहा छैन म चाहिँ गाइड हो डुलुवा मान्छे मलाई इज द गाइड जुन पनि ठाउँ थाहा नभए गुगल म्यापबाट हेरेर गुगल म्यापबाट यसले चाइना जानुपर्ने ठाउँमा के अरे जापान पुऱ्याइदिन्छ नि राम्रो गाइस हाम्रो डेस्टिनेसन आइपुग्यो मैले अब टाढामा चाहिँ देखेँ आज नजिकबाट देख्न पाइयो भगवान्जीलाई किनभने हामी के भएको के अरे के भन्दा त भगवान्को छेउमा आएर यस्तो कुरा गर्छस् हुँदैन यस्तो न लम्बा सार हुन यहाँ हानेतिर तथास्तु गरिदिनुहुन्छ सरले ए सरले भगवान् सरी के भन्छ तर कस्तो मजाको है निरा आकाशमा भगवान् यस्तरी देखेर भगवान् कस्तो राम्रो है म त यो पहिला के को भने तामा अनि के भन त तामा होइन ए है तामा फुटाउँदै लिएर जान्थ्यो होला सबैले अनि कस्तो भयो आमा टिका यसो झन् टिसु यतासम्म यस्तै हुन्छ हामी टिसु त कोही बेला मिठो लाग्छ यो प्रसाद होइन यो चाहिँ मेरो फेभरेट हो यसलाई बुनिया भन्छ भुजुरी भन्छ होइन हामी चाहिँ हेरै फोटो खिच्ने ठाउँै छैन त्यही भने ऊ त्यहाँ बसिरहेको थियो हामीहरू पत हान्थ्यो फोटो खिच्ने ठाउँ नै म अनि देखेर हाम्रो फोटो सेसन सक्यो अब दमके बजाना परेको के अरे खाने अब हामीले चाहिँ अर्डर गऱ्यो होइन गाइस मोमो भेज मोमो 200 उल्टा देखिरहेको हौ गर्न मिल्दैन क्या यसैबाट अलिक बनाउनुपर्छ अब हेर्नु हेरेर नहेर यस्तै हल्का फुल्का क्याफे रहेछ होइन सादा भेज मोमो 200 10वटा भएन भने हो भनेको 200 पुलिस अङ्कल ऊ त्यहाँ
छोले भटुरे भन्ने खाने हो अनि अनि के खाने 60 रुपियाँ भन्छ पानी त पर्छ तैँले के भन्यो होला त छ नै रहेछ अन्त होइन छ फ्रेन्च फ्राई रे कति चाहिँ हुन्छ नखाने छोले भटुरे हम छोले भटुरे आन्टीले बोलाएकै सुन्नु भएन हामीलाई बोलाइसक्यो गाइस हाम्रो खाना आयो स्पेसली मलाई भन्नुपर्दा धेरै पुरी मन पर्दैन मलाई मनपर्छ पुरी भएर पुरी मन नभएर म पुरी भएर पुरी खाँदिनँ भ्युज यस्तो राम्रो छ हाम्रो यहाँनिर त्यो पुलमा जानु पैसा त लिँदैन नि 15 रुपियाँ लिन्छ होला खै 15 रुपियाँ कस्तो जहाँ पनि पैसा लिने हामी लोकल मान्छेलाई त नलिनु पनि नि है नानी तपाईँको राइज भन्ने गाइस डोन्ट माइन्ड दिस होइन खानाको रिभ्यू दे त एकदम नमिठो मुख धेरै थाहा पाएन होला के थियो अरे नाम छोले भटुरे अनि क्याफेको नाम है कस्ता दामी थियो नाम चाहिँ के थियो अरे मैले पढेको थिएँ क्या 2-3 चोटि विशेष गरी Oh my god कुन आएको छैन कुन बाटो आउँदैछ केही अटो बाटो छैन हाम्रो आँखा फुटेको छ है अलिकति आँखा फुटेको छ है ओ त अहिले अहिले त सक्के लाग्छ मेरो घुम्न जानु त कहिले जान्न सक्ने गाह्रै भेला भनौँ न त्यस्तो पेङ्गा गोल्थ्यो भने भूकम्प आउँदैन आउँदैन भूकम्प चाहिँ मलाई लिएर जानु हामीले के खाएको अरे छोले भटुरे पुरी कस्तो थियो अरे नमिठो मालपुवामा चिनी नभएको वाला पुरी त्यही भएर छ्या अनि तरकारीमा नि नुन थप्यो हामीले पछि तर कस्तो राम्रो उ रहेछ के अरे नुनको भाँडो टिपे ल्याउनु पर्ने रहेछ टपक्क ल्याएर यसलाई कसैले घरमा नबोलायो हुन्छ आफ्नो केही सामान मन पऱ्यो त्यो सानो सानो क्युट सामान म आइसी हरायो भने मैले लग्यो भनेर सोच्नु है भने फेरि छ्या म त्यस्तो गर्ने वाला चाहिँ होइन रोड आइपुग्यो त खोइ बसौँ न यहाँ अब पुल त अनि उतै माथि होइन के थाहा ए यताबाट जाउँ फेरि यो सागाहरू 4-5 चोटि आएको छ अरे यो आँखी छैन कि आँखी छैन मलाई मेरो ज्यानको चाहिँ डर छ र मेरो फोन खस्यो भने चाहिँ छैन कि यो पुलबाट 1 लाखको मोबाइल चट्ट हुन्छ म कपाल हेर्न रे झाडो जो त मान्छे चाहिँ डोको छ यस्तो आज म यसले मलाई 5 जना रेडी हु भनेर म भएर आएको यहाँ ओइ नगर त्यस्तो म लम्बु छु हाम्रो सरप्राइज पर्सन इज दिस पर्सन इङ्ग्लिसमा बोल्दा अलिकति आउँदैन मलाई तैँले पो पढायो त इङ्ग्लिस छैन तैँले थुक्का नि त्यत्रो बोर्डिङ स्कुल पढेर चाहिँ के बुझिस् तेरो वर्ड बुझ्यो नि त भयो नि त है बोल्नै पर्छ त्यस्तो बोल्नु चलन छैन कि मेरो कपाल चाहिँ भने अति भयो यो चाहिँ मेरो घाँटी भयो नि छप्रीले छोरी पानी हिँडे जस्तो त्यसले नि के गर भन्दाखेरि यहाँनिर जो आउँछ नि जो मनपर्छ हामीसँग लाग्छ नि त च्यापासँग बाँडेर हिँड्नुसँग भनेर त्यहाँ लागि चाहिँ गर्दिनँ म त अलिक पछि नि मेरो लागि परेन पुग्यो ओ माइ गड यो को हो हल्लाउने मान्छे इट्स सो ब्युटिफुल मेरो कपालको हाइलाइट दिएर मलाई जज चाहिँ नगरे हुन्छ वर्ष भइसक्यो म आएको यसमा ऊ त्यहाँ ए अब चाहिँ थाहा भयो हिँड मलाई ए ल बल्ल जुक्ति चल्यो यसको हामी पनि यस्तो तल चढेर फेरि माथि जानुलाई है यो फुल चाहिँ मलाई हाम्रो फुलमती महारानीले ल्याइदिनु भएको झोलामा थियो मेरो मम्मीले टिपिदिनु भएको आन्टीले भएर नचढाइ आफै कत्रो ठुलो मलाई मुखै दुख्यो भ्यू चाहिँ खत्रै छ हेलो गाइस हेर्नु हामीले आइसक्रिम आएको थियो होइन त्यो कोन पनि ट्रान्सफर गराउने यो क्रिम पनि कस्तो अलि पानी जस्तो मेरो फोन झन् खस्यो ल आइसक्रिम हाली मलाई त क्रिम खाएर खाल्छ मेरो त्यस्तो नमिठो चाहिँ छैन मिठो छ मेरो फोन खस्यो भने चाहिँ सक्यो क्या म भ्लग गर्दिनँ मिठो छ मिठो भइहाल्छ नि पैसा तिर्छु जे पनि अघि त आइसक्रिम त भ्यालिस् त
हुन्छ हुन्छ होइन तँलाई हेरेँ क्या क्यामेराबाट ल हो को खाने हो भन्ने क्या तेरो भनिन्छ भन्नुपर्छ तँलाई भनेर ला भने ल गिच छिटो न कस्तो फोकस गरेर छु स्वाद लिली खाँदैछ टेस्टी यस्तो ठाउँमा कस्तो म जहिले शान्त ठाउँमा त सुतेको तर आजभोलि त धेरै गाडी गुड्ने भएको छ हाम्रो बाटोमा नि मैले मेरो पेटमा अट्दैन भनेर सबै हटाइसकेँ हेर्नु अघि हिँड्यो नि त अनि हिँडेर पच्यो क्या हेलो साथीहरू हामी चाहिँ सँग गएर घुमेर ओरेर आयौँ अनि त्यसपछि मैले लोसार पनि मनायौँ अनि म घुम्न गयौँ ल यति नै आजको लागि ब्लगको अनि लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला साथीहरू अनि धेरै धेरै माया गरिदिनु होला